खान पाएको एहे आज त खसीको मासु कस्तो भोक लाग्यो मलाई त लाग्यो गरेको त गरे हो काममा गर्छ कुटिया गएर बस्छ छिपछिपो खानुपर्छ ए हुन्छ ल ए तपाईले खानुभयो त अहिले खान्छु म खाउँछु त ए भात त मिठो बनाउनु भएछ अनि बुहारी राख्नुभयो त खाना राख्ने छ कति बुहारी गरिवारको दिन्छु त बुहारी पानी राख्छु सक्यो ला मासु नै छैन के गरेको होला है आमाले एकचोटा मासु पो छ ल के खान्छ होला है बुढीले अब बर्बाद बुढीले मासु छैन अलिकति राखिदिनु पर्यो देख्ने नि क्या आमाले यता राखिदिनु पर्ला लुकाएर कस्तो मासु ल तपाईँले खाइसक्यो मैले मिठो लाग्छ अनि त्यो खाइ यो घरमै बिहानभरि कुचो लाउमै भाँडा मोलामै सबै काम गरेर जति काम गरे पनि देख्दैन न बुढोले देख्छ न सासूले देख्छ जहिले पनि देख्दैन मैले गरेको काम जसै बिहानभर घरको काम सकायो फेरि अहिले चिसोमा कपडा धुनु परेको छ घरभरि लुगा छन् दुईटा लुगा लिएर बस्थे अल्छिनी काइँडा बिहानभर घरको काम सक्यो फेरि रास कपडा ल्याएर त्यो जति काम गरे पनि देख्दैन मैले काम गरेको त कहिले नि देखिँदैन छुट्टी गरेर नहुने यो घरमा त मलाई कस्तो पिर पर्यो भात खान आएर के हो नकल पारेर बसेर त्यो काम देखाएर उहाँ भात सेलाइसक्यो के अरे घरको काम सबै सघाएँ तातो भात खाने भनेर आएको त मासु पनि एक चोटो मासु राखेछ अनि झोल राखेछ सबै खाइसक्नु भएछ कस्तो भाग्य होला मेरो त कर्म पनि फुटेको कर्म ए खाना खान लागेको खै त तरकारी छैन त मैले अब यहाँ कता राखिदिएको थिएँ मासु लुकाएर म अलिक छिटो गएर खाऊ है तपाईँले खानुभयो नि खाइसकेँ मैले खाएँ धेरै छ त खाऊ छिटो छिटो खाऊ अनि आमा आउनुहुन्छ है